नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा गहिरेर कुरा गर्दैछौँ। यो विषयले धेरैको भान्छालाई छुन्छ, तर अझ महत्त्वपूर्ण कुरा हजारौं किसानको जीवनलाई प्रत्यक्ष असर पारेको छ। हामी कुरा गर्दैछौँ नेपालको कुखुरा बजारको। हो, र हामीसँग एउटा लेख छ, कुखुरा बजारमा किसानको अधिकार र समाधान भन्ने शीर्षकको। यसले भनौँ न यो क्षेत्रभित्रको एउटा ठूलो समस्या र केही समाधानका सम्भावनाहरूलाई देखाएको छ। हाम्रो आजको छलफलको उद्देश्य पनि यही हो। यो स्रोतमा टेकेर कुखुराको भाव कसरी तोकिन्छ, साना किसानहरू कहाँनिर छन्, उनीहरूले के भोगिरहेका छन्, र यो जटिल समस्याबाट बाहिर निस्कने बाटो के हुन सक्छ, यी सबै कुरा केलाउने प्रयास गरौँला। सुरुवातमै एउटा निकै संवेदनशील तर स्रोतले जोड दिएको कुराबाट गरौँ न। स्रोतले के भन्छ भने नेपालको कुखुरा व्यवसायमा मुठीभर ठूला व्यापारीहरूको अलि बढी नै प्रभाव छ। उनीहरूले नै बजारको भावलाई नियन्त्रण गरिरहेका छन् भन्ने आरोप छ। यो त एक किसिमले एकाधिकार जस्तै सुनिन्छ, होइन र? यसलाई अलि खोल्नु पर्यो। स्रोतले यो कसरी हुन्छ भनेर के भनेको छ कि? स्रोतले त निकै स्पष्ट पारेको छ। कुखुराको मूल्य तोक्ने त्यो चाबी चाहिँ सीमित ठूला व्यापारीको हातमा छ रे। अनि उनीहरूमाथि लागेको आरोप झन गम्भीर छ नि। हो त, भनिएको छ जब उनीहरूको आफ्नै फार्मको कुखुरा बजार पठाउने बेला हुन्छ, भाउ बढ्छ रे। तर जब साना किसानले दुःख गरेर हुर्काएको कुखुरा बजारमा आउँछ, त्यही भाउ फेरि घटाइन्छ रे। यो त कस्तो अचम्म, सिधै बजारलाई आफू अनुकूल चलाएको जस्तो भएन र? हो, यदि यो आरोप साँचो हो भने यो त सामान्य व्यापारिक चलाखी मात्र होइन। यो त बजारको जुन आधारभूत सिद्धान्त छ नि, माग र आपूर्ति, त्यसलाई नै बङ्ग्याउनु हो। एक किसिमले यो सङ्गठित रूपमै बजारलाई बिगार्ने सङ्केत हुन सक्छ। अनि यसको असर त ओहो डरलाग्दो छ। स्रोतले भन्छ हजारौं साना किसान लगातार घाटा खाएर ऋणमा डुब्दै गएका छन्। अवस्था कतिसम्म भने ब्याङ्क, सहकारी, साहुबाट लिएको ऋण तिर्न नसकेर घरखेत नै जोखिममा परेको छ रे। यो त आर्थिक सङ्कट मात्रै भएन, यसले त गहिरो मानसिक तनाव, पारिवारिक समस्याहरू पनि निम्त्याइरहेको छ। स्रोतमा एकजना किसानको भनाइ पनि छ, यो भारी अब सहय छैन भनेर। कति पीडादायी अभिव्यक्ति हो नि। यसले उनीहरूको त्यो चरम निराशा र आक्रोश दुवै देखाउँछ। लगानी डुब्यो, भविष्य के हो। यहाँनिर खासमा समस्याको जड भनेको शक्तिमा एकदमै ठूलो असन्तुलन, पावर इम्ब्यालेन्स हो। कसरी केही सीमित मान्छेले पुरै बजारलाई आफ्नो नियन्त्रणमा लिन सके त? यसका पछाडि केही कारणहरू देखिन्छन्। पहिलो त प्रभावकारी नियमन भएन। बजारलाई स्वच्छ राख्ने, प्रतिस्पर्धा गराउने सरकारी संयन्त्र कि त कमजोर छ कि त मतलबै गर्दैन। दोस्रो, मूल्य निर्धारणको प्रक्रियामा उत्पादक, खासगरी साना किसानको त लगभग शून्य जस्तै सहभागिता छ। मतलब जसले उत्पादन गर्यो, पसिना बगायो, उसको मूल्यमा कुरै नहुने। यो त कस्तो अचम्म। ठ्याक्कै, उनीहरूको आवाज सुन्ने कुनै औपचारिक ठाउँ नै नभएको जस्तो देखिन्छ। यो त साँच्चै नै विडम्बना भयो। हो, अब यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेरौँ न। यो कुखुरा किसानको मात्रै समस्या होइन। यो त हाम्रो समग्र कृषि प्रणाली, बजार कत्तिको निष्पक्ष छ भन्ने कुरा, साना उत्पादकहरूको आर्थिक सुरक्षा र अन्त्यमा त खाद्य सम्प्रभुतासँगै जोडिएको विषय हो। खाद्य सम्प्रभुतासँगै पनि कसरी? सोच्नुस् न, यदि साना किसानहरू यसरी नै लगातार घाटा खाएर यो पेशाबाटै बाहिरिन थाले भने के हुन्छ? पहिलो असर त उत्पादन घट्छ, कुखुरा अण्डा बजारमा कम आउन सक्छ, त्यसले भाउ झन अनियन्त्रित हुन सक्छ। हो त नि। दोस्रो, गाउँको अर्थतन्त्र कमजोर हुन्छ, बेरोजगारी बढ्छ। तेस्रो र सायद सबैभन्दा चिन्ताजनक, यसले देशको खाद्य सुरक्षामा पनि नराम्रो असर पार्न सक्छ। जब साना उत्पादकहरू नै हतोत्साहित हुन्छन्, कृषि क्षेत्र नै सङ्कटमा पर्ने डर हुन्छ। यो त एउटा दुश्चक्र जस्तो पो रहेछ। हो, जसलाई समयमै तोड्न सकिएन भने यसको असर निकै नराम्रो हुन सक्छ। साँच्चै गम्भीर र बहुआयामिक समस्या रहेछ यो त। तर हरेक समस्यासँगै समाधानको सम्भावना पनि हुन्छ भन्छन् नि। यो स्रोतले पनि केही उपायहरू सुझाएको छ। अँध्यारो मात्रै छैन, केही उज्यालो पनि देखाउन खोजेको छ। हो, त्यसमा छलफल गरौँ। ल, त्यसो भए ती सम्भावित समाधानहरूमा जाउँ। पहिलो प्रस्ताव के छ भने मूल्य निर्धारणमा सबै किसानको अनिवार्य प्रतिनिधित्व हुनुपर्छ। सुन्दा त एकदम राम्रो लाग्छ, तर के यो साँच्चै व्यावहारिक होला? कसरी गर्ने होला यो? यो मागले त समस्याको जड,
त्यो शक्ति असन्तुलनलाई नै छोएको छ। अनिवार्य प्रतिनिधित्व यो शब्द नै शक्तिशाली छ, तर यसलाई लागू कसरी गर्ने भन्ने प्रश्न चाहिँ महत्त्वपूर्ण छ। के हरेक किसानले भोट हाल्ने, कि उनीहरूले प्रतिनिधि चुन्ने? हो, अनि ती प्रतिनिधि साँच्चै साना किसानका हुन् कि ठूलाकै प्रभावमा छन् भनेर कसरी थाहा पाउने? त्यो पनि चुनौती होला। एकदम। तर यदि साना किसानहरूको वास्तविक अर्थपूर्ण प्रतिनिधित्व त्यो मूल्य तोक्ने संयन्त्रमा भयो भने यसले अहिलेको जुन एकाधिकार जस्तो प्रवृत्ति छ त्यसलाई केही हदसम्म चुनौती दिन सक्छ। भाउमा थोरै भए पनि सन्तुलन आउन सक्ला। तर मुख्य कुरा यो कसरी लागू हुन्छ र कतिको निष्पक्ष हुन्छ भन्ने नै हो। प्रतिनिधित्व देखावटी मात्र हुनु भएन। प्रतिनिधित्वको कुरा गर्दा स्रोतले अर्को एउटा अलि ठोस संरचनाकै प्रस्ताव गरेको छ। स्वतन्त्र मूल्य निर्धारण समिति गठन गरिनुपर्छ रे, जसमा किसान सङ्घ, सरकारी निकाय अनि व्यवसायी मतलब ठूला व्यापारी पनि सबैको प्रतिनिधित्व होस् भनिएको छ। यो कस्तो होला त? यो चाहिँ भनौँ न एक बहुपक्षीय संयन्त्रको अवधारणा हो। सिद्धान्तमा त यो एकदमै राम्रो सुनिन्छ। किसानको लागत, उनीहरूको दुःख, सरकारको नियमनकारी भूमिका अनि व्यवसायीको बजार पहुँच र अनुभव, यी सबैलाई एकै ठाउँमा ल्याएर सन्तुलित र वस्तुनिष्ठ ढङ्गले मूल्य निर्धारण गर्ने प्रयास हो यो। तर यो समिति साँच्चै स्वतन्त्र रहन सक्ला त? एक पक्षको दबाव वा प्रभावमा परेन भने यसले बजारमा विश्वास बढाउन सक्छ, मूल्य निर्धारणलाई अलि वैज्ञानिक र पारदर्शी बनाउन सक्छ। तर यहाँ यदि भन्ने शब्द नै महत्त्वपूर्ण छ। हाम्रो सन्दर्भमा यस्ता समितिहरू कतिपय अवस्थामा खै राजनीतिक भागबण्डामा पर्ने, निर्णय ढिलो हुने वा शक्तिशाली समूहकै प्रभावमा पर्ने गरेको अनुभव पनि छ नि त। हो, त्यो त देखिन्छ। त्यसैले यस्तो समिति बनाउनु मात्रै काफी होइन। यसको कार्यविधि कस्तो हुन्छ, सदस्य कसरी छानिन्छन् र यसको निर्णय कतिको बाध्यकारी हुन्छ भन्ने कुराले यसको प्रभावकारिता निर्धारण गर्छ। यसलाई बलियो कानुनी आधार र स्वायत्तता दिनुपर्छ। तेस्रो प्रस्ताव चाहिँ अझै व्यावहारिक र तत्कालै चाहिने जस्तो सुनिन्छ। पारदर्शी कुखुरा बजार प्रणाली लागू गरिनुपर्छ। स्रोतले भनेको छ यसो भयो भने हरेक किसानले बजारको वास्तविक दर तुरुन्तै थाहा पाउन सक्छ। अहिले त सायद सूचनाकै अभावमा किसानहरू ठगिरहेका होलान्, हैन र? एकदम। पारदर्शिता नहुनु नै शोषणको एउटा प्रमुख हतियार हो। अर्थशास्त्रमा यसलाई सूचनाको एसिमेट्री अफ इन्फर्मेसन भन्छन् नि। मतलब बजारका केही खेलाडीसँग बढी सूचना हुन्छ र उनीहरूले त्यसैको फाइदा उठाउँछन्। अहिलेको अवस्थामा एउटा दुर्गम गाउँको किसानलाई काठमाडौँ वा पोखरामा कुन क्वालिटीको कुखुराको के भाव छ भन्ने साँचो जानकारी नहुन सक्छ। उसले त त्यहीँको लोकल संकलक वा व्यापारीले जे भन्यो त्यही पत्याउनु पर्ने बाध्यता हुन्छ होला। हो त नि। यदि एउटा यस्तो सिस्टम बनाउन सकियो जहाँ हरेक किसानले आफ्नो मोबाइलबाटै वा कतै सूचना केन्द्रबाट रियल टाइममा बजार भाव, माग कस्तो छ, गुणस्तर अनुसार मूल्य के छ भन्ने जानकारी पायो भने त ठूला व्यापारीको मन परी घट्छ नि। हो नि, किसानले आफ्नो उत्पादनको मोलमोलाइ गर्न सक्ने एउटा आधार पाउँछ। यसका लागि प्रविधिको प्रयोग गर्न सकिन्छ। मोबाइल एप, SMS अलर्ट, अनलाइन मार्केटप्लेस वा रेडियोबाटै नियमित सूचना दिएर पनि गर्न सकिन्छ। तर प्रविधिमा सबै किसानको पहुँच होला त? हो, त्यो अर्को चुनौती हो। प्रविधिमा किसानको पहुँच र त्यसलाई प्रयोग गर्ने क्षमता पनि बढाउनुपर्छ सँगसँगै। सूचना र प्रविधिको कुरा महत्त्वपूर्ण भयो र अन्तिममा स्रोतले सरकारलाई पनि झकझक्याएको छ। सरकारले साना किसानका हितका नीतिहरू तुरन्त ल्याउनुपर्छ भनेर। यो त अलि फराकिलो माग भयो। कस्ता नीतिहरूको कुरा गरेको होला? यो एकदमै जायज माग हो, किनकि बजारलाई नियमन गर्ने, कमजोर वर्गलाई संरक्षण दिने काम त आखिरमा सरकारकै हो। अब कस्ता नीतिहरू चाहियो त? स्रोतले धेरै नखोले पनि हामी अनुमान गर्न सक्छौं। पहिलो, साना किसानलाई लक्षित गरेर सस्तो ब्याजमा ऋण दिने। त्यो त गर्नै पर्यो। दोस्रो, दाना, चल्ला, औषधि जस्ता उत्पादन सामग्रीमा अनुदान वा सहुलियत दिने। तेस्रो, कहिलेकाहीँ रोग व्याधि लाग्छ, प्राकृतिक प्रकोप आउँछ, त्यसबाट हुने क्षति कम गर्न बीमाको राम्रो व्यवस्था गर्ने। अनि बजारसम्म पुग्न नि? हो। चौथो, बजारसम्म किसानको पहुँच सजिलो बनाउन गाउँमा सडक, संकलन केन्द्र, चिस्यान केन्द्र जस्ता पूर्वाधार बनाउने। पाँचौं,
र सायद सबैभन्दा महत्त्वपूर्ण, लागत र नाफा हेरेर कुखुराको न्यूनतम समर्थन मूल्य मिनिमम सपोर्ट प्राइस तोक्ने र त्यसलाई लागू गर्ने। एमएसपी त्यो तोकेपछि त किसानलाई अलि राहत हुन्छ होला नि? हो, यदि बजार भाउ धेरै तल झर्यो भने पनि एमएसपीले किसानलाई न्यूनतम आयको ग्यारेन्टी दिन्छ। तर फेरि पनि नीति बनाउनु मात्रै ठूलो कुरा होइन। नेपालमा राम्रा नीति नबनेका होइनन्, तर कार्यान्वयन पक्ष सधैँ कमजोर हुने गरेको छ। त्यही त, कागजमा मात्रै सीमित हुन्छन् कि? हो, नीतिहरू साँच्चै किसानसम्म पुग्यो कि पुगेन, त्यसको असर के पर्यो भनेर निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने सिस्टम पनि उत्तिकै चाहिन्छ। यी सबै प्रस्तावित समाधानहरू सुन्दा प्रतिनिधित्व, समिति, पारदर्शिता, सरकारी नीति, समस्याको हल हुने आशा त जाग्दो रहेछ। तर के यतिले मात्रै पुग्ला त? निश्चय पनि यी सबै सकारात्मक कदमहरू हुन्, तर यिनीहरूलाई लागू गर्न ठूला चुनौती छन् भन्ने कुरा बिर्सनु भएन। सबै किसानको प्रतिनिधित्व कसरी साँच्चै समावेशी बनाउने, त्यो स्वतन्त्र समितिलाई राजनीतिक र व्यापारिक स्वार्थबाट कसरी जोगाउने, पारदर्शी प्रणाली सबै किसानको पहुँचमा कसरी पुर्याउने, अनि सरकारी नीति कसरी कागजबाट किसानको गोठसम्म पुर्याउने, यी प्रश्नहरू जटिल छन्। हो त। महत्त्वपूर्ण कुरा के हो भने यी समाधानहरू एक्लै त्यति प्रभावकारी नहुन सक्छन्। सायद यी सबैको एक, भनौँ न, एकीकृत प्याकेज चाहिने हो कि जहाँ संरचनागत सुधार, सूचनामा पहुँच र सरकारी संरक्षण सबै एकसाथ अघि बढोस्। मतलब सबै मिलेर मात्र काम गर्छ? हो, यी सबैको भित्री लक्ष्य एउटै देखिन्छ। साना किसानलाई बजार प्रक्रियामा अर्थपूर्ण रूपमा सामेल गराउने, उनीहरूलाई सूचना र स्रोतले बलियो बनाउने र अन्ततः उनीहरूको आर्थिक अवस्था सुधार्ने। यो शक्ति सन्तुलनलाई किसानको पक्षमा ल्याउने प्रयास हो। स्रोतले किसानहरूको एउटा मुख्य अडान र मागलाई पनि निकै जोडतोडले उठाएको छ। त्यसलाई फेरि एकपटक सम्झिम जस्तो लाग्यो। दर ठूला व्यापारीले होइन, सबै किसानले मिलेर तोक्नुपर्छ। यो त निकै कडा अडान हो नि। यसले त खाली प्रतिनिधित्व मात्र खोजेको छैन, निर्णय गर्ने अधिकार नै मागेको जस्तो छ। हो, यो मागले अहिलेको जुन शक्ति संरचना छ त्यसलाई ठाडै चुनौती दिएको छ। सबै किसानले मिलेर भन्नुको अर्थ हो सामूहिक सौदाबाजीको शक्ति निर्माण गर्ने। यदि हजारौं साना किसानहरू सङ्गठित भएर एउटै आवाजमा बोल्न सके, एउटै मूल्यमा बेच्ने निर्णय गर्न सके भने उनीहरूको बजार शक्ति आफै बढ्छ। तब त ठूला खरिदकर्ताले पनि उनीहरूको कुरा सुन्नै पर्यो। हो नि, उनीहरूको मागलाई व्यवस्था गर्न सक्दैनन्। यसका लागि बलियो र स्वतन्त्र किसान सङ्गठन वा सहकारी संस्थाहरू चाहिन्छ। यस्तो एकताले मात्र उनीहरूलाई ठूला खेलाडीहरूसँग बराबरीको हैसियतमा कुरा गर्ने तागत दिन्छ। र यही सामूहिक शक्ति निर्माणको आवश्यकतालाई जोड दिँदै स्रोतले अन्त्यमा एउटा आह्वान पनि गरेको छ। अब आवाज उठाउँ। यसले स्पष्ट रूपमा किसानहरूलाई अब चुप लागेर नबस्न, आफ्नो अधिकारका लागि सङ्गठित हुन, सङ्घर्ष गर्न प्रेरित गरेको देखिन्छ, होइन त? हो, यो आह्वान महत्त्वपूर्ण छ, किनभने यसले के देखाउँछ भने समाधान केवल माथिबाट नीति बनाएर वा समिति गठन गरेर मात्र आउँदैन। जबसम्म जो पीडित छ त्यो पक्ष आफै सचेत, सङ्गठित र सक्रिय हुँदैन, तबसम्म दिगो परिवर्तन अलि गाह्रै हुन्छ। यो किसानहरूको आफ्नै एजेन्सी र सक्रियतामा भर पर्ने कुरा हो। उनीहरूको सामूहिक आवाज नै हो, उनीहरूको सामूहिक आवाज नै परिवर्तनको सबैभन्दा ठूलो शक्ति बन्न सक्छ। एकदमै सान्दर्भिक कुरा। ल, आजको यो गहिलो छलफललाई अब टुङ्ग्याउने बेला भयो जस्तो छ। हामीले छलफल गरेको यो स्रोत कुखुरा बजारमा किसानको अधिकार र समाधानले मूलत नेपालको कुखुरा बजारमा भएको त्यो शक्ति असन्तुलन, ठूला व्यापारीको सम्भावित एकाधिकार र त्यसबाट पिल्सिएका साना किसानहरूको पीडालाई बाहिर ल्यायो। र साथै यसले समाधानका केही महत्त्वपूर्ण बाटाहरू पनि देखायो, जस्तै मूल्य निर्धारणमा किसानको अर्थपूर्ण प्रतिनिधित्व, सबै पक्ष सामेल भएको स्वतन्त्र समिति, बजारमा पारदर्शिताको आवश्यकता र साना किसानलाई संरक्षण गर्ने खालको सरकारी नीति। र यो सबै बहसको केन्द्रमा रहेको द्वन्द्व भनेको स्रोतले देखाए अनुसार एकातिर बजारमा आफ्नो पकड जमाएर बसेका शक्तिशाली खेलाडीहरू छन् भने अर्कोतिर आफ्नो श्रमको उचित मूल्य र एउटा सम्मानजनक जीवन खोजिरहेका हजारौं
अलि निरीह तर सङ्घर्षशील साना किसानहरू छन्। यो केवल आर्थिक लडाईँ मात्र होइन, यो त शक्ति, सूचना, स्रोत र अन्ततः आफ्नो भविष्यमाथिको नियन्त्रणको लडाईँ पनि हो। साँच्चै नै यो लडाईँ बहुआयामिक रहेछ। अब जाँदा जाँदै एउटा प्रश्नमा सोच्न छोडेर जाउँ न, जुन यो स्रोतको अन्तिम आह्वानसँग जोडिएको छ। स्रोतले किसानहरूलाई एकजुट भएर आवाज उठाउँ भनेको छ, जुन परिवर्तनका लागि निश्चय नै आवश्यक छ। तर यथार्थमा हेर्दा हजारौं छरिएर रहेका फरक फरक आर्थिक सामाजिक अवस्थाका र कहिलेकाहीँ त आपसमै प्रतिस्पर्धा गरिरहेका साना किसानहरूलाई एउटै मालामा गाँसेर एउटा दिगो र शक्तिशाली सामूहिक शक्ति बनाउनु कति चुनौतीपूर्ण होला। हो, त्यो निकै ठूलो चुनौती हो। यसका लागि चाहिने विश्वास, नेतृत्व, स्रोत साधन कसरी जुटाउने होला? बाहिरबाट आउन सक्ने दबाव र प्रलोभनलाई कसरी चिर्ने? यी व्यावहारिक चुनौतीहरूलाई सामना नगरी त्यो सामूहिक आवाज कसरी यथार्थ बन्ला र त्यसले कसरी दिगो प्रभाव पार्ला, यो प्रश्नमा सोच्नु सायद यो समस्याको समाधान खोज्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हुन सक्छ कि?